नेपालमा राजतन्त्र पुनर्स्थापनाको एजेन्डा कमल थापादेखि राजेन्द्र हुँदै यतिखेर दुर्गा पर्साईमा आइपुगेको छ। नेपालमा 240 वर्ष पुरानो राजतन्त्र 2063 सालमा समाप्त भई देश गणतन्त्रमा परिणत भयो। राजा हटाउन विभिन्न दलले आफ्नो एजेन्डा रहेको बताउने गरेका छन्, तर 2063 सालको जनआन्दोलनमा गणतन्त्रको माग राखिएको थिएन। तानाशाही राजा ज्ञानेन्द्र विरुद्ध आन्दोलन छेडिएको थियो। राजतन्त्र पुनर्स्थापना गर्ने विषयलाई लिएर राजनीति गरिएको छ। लामो समयसम्म कमल थापाले राजा फर्काउने एजेन्डा बोके, पटक पटक सत्तामा पुगे, राप्रपा केन्द्रीय सभापतिमा पराजय भोगे पश्चात अब यो देशमा राजतन्त्र नफर्किने उद्घोष गर्न पुगेका छन्। फेरि यता राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेन लगायत समग्र राप्रपा नेता तथा कार्यकर्ता राजतन्त्र फर्काउने एजेन्डामा राजनीति गर्दैछन्। राजतन्त्र पुनर्बहाली गर्ने र हिन्दू राष्ट्र कायम गर्ने भूमिकामा दुर्गा पर्साई लागेका छन्। चर्को ब्याज दरका कारण ऋण तिर्न नसकी पीडामा रहेकाहरूलाई संलग्न गराई उनको अभियान मेचीबाट प्रारम्भ भई निरन्तरता पाइरहेको छ। के राजतन्त्र फर्किने अवस्था छ त? राजतन्त्र समर्थकहरू बढ्दै जानुका कारणहरू के हुन सक्छन् त? 2063 सालमा राजतन्त्र किन समाप्त पारियो? आज हामी यी र यस्तै प्रश्नहरूको उत्तर खोज्ने र जवाफ दिने कोसिस गरिरहेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरेर जोडिनु होला। आउनुहोस् सुरु गरौँ। राजतन्त्र हट्नुका कारणहरू के होलान् त? यसबारे चर्चा गरौँ। पहिलो, दरबार हत्याकाण्डमा तत्कालीन राजाको सम्पूर्ण वंश विनाश भएकै दिनबाट देशमा राजतन्त्र समाप्त हुने अवस्था बनेको थियो। शेरबहादुर देउवालाई हटाएर आफै मन्त्री परिषदको अध्यक्ष बन्ने काम ज्ञानेन्द्रबाट भएको थियो। उनी आफै सरकार प्रमुख बने पश्चात केही गलत र रणनीतिविहीन निर्णय लिन पुगे। सर्वप्रथम सार्क शिखर सम्मेलन आयोजना नेपालले गरिराखेको अवस्थामा चीनलाई संस्थामा पर्यवेक्षक राष्ट्र प्रस्ताव गर्न पुगे। अन्य सदस्य देशसँग यस सन्दर्भमा एकता नजनाई अपरिपक्व प्रस्ताव उनले गरेका थिए। यसबाट दुईवटा नतिजा देखियो। प्रस्ताव पारित हुन सकेन। सार्क विधानमा कुनै पनि निर्णय गर्दा सर्वसहमतिका आधारमा गर्नुपर्ने प्रावधान रहेको छ। सार्कको शक्तिशाली राष्ट्र मानिने भारतलाई भने यो प्रस्ताव पटक्कै उपयुक्त लागेन। प्रस्ताव अलपत्र पर्यो। राजा ज्ञानेन्द्रको कूटनीतिक कमजोरी देखियो। दोस्रो, दलहरू ज्ञानेन्द्र विरुद्ध खुलेर लागि परे। नेपाली काङ्ग्रेस र एमालेका नेता तथा कार्यकर्ताहरूलाई भ्रष्टाचार अभियोग लगाएर बन्दी बनाउने, द्वन्द्वरत पक्ष माओवादीलाई शाही सेना मार्फत समाप्त गर्ने गरी अघि बढ्ने उनको योजना स्पष्ट भयो। यसमा ज्ञानेन्द्रले भ्रष्ट नै भए पनि जनताका प्रतिनिधि भनेकै लोकतन्त्रमा राजनीतिक दलका नेता तथा कार्यकर्ता भएको यथार्थ बिर्सिए। आफ्नो सुरक्षाका लागि यी दल एकै स्थानमा राजा विरुद्ध उभिन पुगे। ज्ञानेन्द्रले आफै सर्वसर्वा भएको दलहरू जनताका नजरमा अस्वीकार्य बनिसकेका र आफैलाई जनताको अपार समर्थन रहेको भ्रम पाल्न पुगे। लोकतन्त्रवादी निष्ठावान राष्ट्रसेवक कर्मचारी समेत उनीबाट प्रताडित भए। राजदरबार खर्च 23 करोडबाट बढाएर 62 करोड बनाए। मिडिया हाउसमा सैन्य तैनात गरी सैनिकबाट सेन्सर सामग्री मात्र प्रकाशन गर्न पाउने स्थिति बसाले। बिस्तारै राजा सबैतिरबाट तिरस्कृत हुने स्थिति बन्दै गयो। तीन दल आफ्नो सुरक्षाका लागि दिल्लीमा जम्मा भई 12 बुँदे समझदारी गरी राजतन्त्र समाप्त पार्ने निर्णय लिन पुगे। नेपालमा 2063 सालको जनआन्दोलन सफल भए पश्चात संसदको पहिलो बैठकबाट देश गणतन्त्र बन्न पुग्यो। त्यसो त राजा ल्याउनु राम्रो होइन भन्न मिल्दैन, किनकि नेपालका राजाबाट केही राम्रा काम पनि भएका छन्। आउनुहोस् त्यसबारे पनि चर्चा गरौँ। पूर्व राजा ज्ञानेन्द्रले राजाबाट हटेपछि देशमै रहने निर्णय लिन पुगे। राजदरबारको सैन्य दस्ता मात्रै नेपालका आन्दोलनकारी शक्ति विरुद्ध 2063 को आन्दोलनमा प्रयोग गरेको भए ठुलो दुर्घटना हुने थियो। तर सैन्य दस्ताको प्रयोग गर्न उनले चाहेनन्। नागार्जुन र निर्मल निवासमा सीमित हुन पुगे। राजाहरूमा उल्लेख गर्न लायकहरू समेत रहेका छन्। पृथ्वीनारायण शाहले नेपाल राष्ट्रको एकीकरण गरे। त्रिभुवनले भारतीय राजदूतावासमा शरण लिँदै देशमा प्रजातन्त्र ल्याउन योगदान गरेका थिए। कुनै पनि शिक्षण संस्थामा अध्ययन नगरेका संसार रूपी विश्वविद्यालयका सफल स्नातकबाट सम्बोधित हुने राजा महेन्द्रले विकास निर्माणको खाका कोरे। पूर्व पश्चिम राजमार्गको निर्माण, 5 विकास क्षेत्रको व्यवस्था, काठमाडौँ कोदारी राजमार्गको निर्माण, दक्षिण सिमानामा भूपू सैनिकहरूको बसोबास गराई सीमा सुरक्षाको व्यवस्था उनले गरेका हुन्। अब नेपालमा राजतन्त्र पुनर्स्थापना हुने सम्भावना कति छ त? आउनुहोस् यसबारे पनि चर्चा गरौँ।
के फेरि पनि नेपालमा राजतन्त्र पुनर्स्थापना हुन सक्छ? यो प्रश्नको जवाब समयले नै दिनेछ। तर आजभोलि राष्ट्रिय प्रजातन्त्र पार्टीको विरोध प्रदर्शनले फेरि राजतन्त्र आउन सक्ने बहस भने पक्कै सुरु भएको छ। देशभर राजतन्त्र पुनर्बहाली हुनुपर्ने माग सहित राप्रपाले जनप्रदर्शन गरिरहेको छ। प्रदर्शनमा राष्ट्रिय झण्डा सहित राजा आऊ देश बचाऊ लगायतका नाराहरू लगाएका छन्। राप्रपाले काठमाडौँमा मोटरसाइकल र्याली समेत निकाल्यो। त्यसका अलावा काठमाडौँमा पूर्व राजा ज्ञानेन्द्रलाई स्वागतको लागि हजारौं दर्शकहरू समेत उतार्यो। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेल सहित नेता तथा कार्यकर्ताहरू नेपालको राष्ट्रिय झण्डा बोकेर र्यालीमा सहभागी भएर नारायणहिटी दरबारको दक्षिण गेट अगाडि राजा आऊ देश बचाऊ भन्दै राप्रपा नेता तथा कार्यकर्ताहरूले नारा समेत गन्काए। यस्तै यता फागुन 7 गते प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले अब पालो आइसकेको भन्दै सन्देश दिएपछि राजावादीहरू भने झनै सल्बोलाए। ज्ञानेन्द्रले सामाजिक सञ्जाल मार्फत दिएको त्यो सन्देशपछि भने राजा फर्किन सक्ने सम्भावना कायम छ भन्दै सामाजिक सञ्जालहरूमा टीका टिप्पणी भने सुरु भयो। यता राप्रपा भने विरोध प्रदर्शनमा उत्रिएको छ। तर अहिलेको अवस्थालाई निहालेर हेर्ने हो भने राजा फर्कन सक्ने सम्भावना भने छैन। राजनीतिक दलहरूप्रति वाक्क दिक्क भएका जनताहरूले नेताहरूलाई खोजी गाली गरे पनि लोकतन्त्रको विरुद्धमा भने देखिँदैनन्। किनभने व्यवस्था गलत कुनै पनि हालतमा होइन। गलत भनेको त नेताहरूको आचरण हो। ताकि अहिलेका नेताहरूले लोकतन्त्रमा पौडी खेलिरहेका छन्, जसको कारणले राजनीतिक दलका नेताहरूमाथि जनताको आक्रोश मात्र देखिएको। तर नेताहरूमाथि जनताको आक्रोश देखिएकै भरमा राजतन्त्र आउँछ भन्नु केवल सामाजिक सञ्जालको हल्ला मात्रै हुनेछ। अधिकांश जनताले राजतन्त्र रुचाएकै देखिँदैन। यदि राजतन्त्र चाहिएको भए 2062-63 को झै अहिले पनि जनताहरू पूर्ण रूपमा सडकमा उत्रिने थिए र उता पूर्व राजा शाहले पनि आफू फेरि नारायणहिटी फर्कनको लागि खासै योजनाको प्रयास भने गरेको देखिँदैन। त्यसकारण पनि पछिल्लो अवस्थालाई निहालेर हेर्दा राजतन्त्र पुनर्स्थापना हुने सम्भावना भने देखिँदैन। आजको भिडियो तपाईलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै कमेन्ट गर्नुहोला। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने हाम्रो च्यानललाई सब्स्क्राइब गरी जोडिनु होला। साथै हाम्रो यो मेहनत र हामीलाई थप ऊर्जा प्रदान गर्नको लागि भिडियोलाई एक लाइक भने अवश्य पनि गर्नुहोला भन्दै आजको यो भिडियोबाट बिदा हुन चाहन्छौँ। नमस्कार।